नमस्कार। यहाँहरू सम्पूर्णलाई एस्ट्रो टिभी नेपाल परिवारमा हार्दिक स्वागत छ। धनु राशि हुने महानुभावहरूका लागि 2083 साल जेठ महिना के कस्तो रहेको छ, ग्रहले के फल प्रदान गर्दैछन्, धन, स्वास्थ्य, शिक्षा, प्रेम, भाग्य, करियर के कस्तो रहेको छ, भाग्यले कति साथ दिन्छ, के गर्दाखेरि तपाईँका लागि जेठ महिना अत्यन्तै राम्रो रहन्छ, तपाईँका लागि विशेष उपाय के रहेको छ, सम्पूर्ण विषयमा एक एक चर्चा परिचर्चा गर्नेछौँ। तपाईँले हाम्रो भिडियो पुरा हेरेर सुनेर अगाडि बढ्न सक्नुहुनेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पक्कै पनि सब्सक्राइब गरी अगाडि बढ्नुहोला। हामीले दैनिक राशिफल, मासिक राशिफल, ज्योतिष तथा वास्तुसँग सम्बन्धित भिडियोहरू राखिरहेका हुन्छौँ। तपाईँले हेरेर लाभ लिन सक्नुहुनेछ। धनु राशि हुने महानुभावहरूका लागि यो जेठ महिना भाग्य, प्रेम, शिक्षा र करियरसँग जोडिएको महत्त्वपूर्ण समय बन्ने सङ्केत देखिएको छ। यो महिनामा तीनवटा महत्त्वपूर्ण ग्रह, मङ्गल ग्रह मेष राशिमा, सूर्य ग्रह वृष राशिमा, जेठ 15 गतेबाट बुध ग्रह मिथुन राशिमा प्रवेश गर्नेछ। यद्यपि कर्कट राशिमा बृहस्पति पनि प्रवेश गर्नेछन् 19 गतेबाट। यी ग्रहहरूको परिवर्तनले धनु राशिको जीवनमा विशेष गरेर शिक्षाको क्षेत्रमा, प्रेम भावको क्षेत्रमा, वैवाहिक जीवनको क्षेत्रमा, करियरमा, स्वास्थ्यमा र व्यापारमा भने गहिरो प्रभाव यो जेठ महिनामा पार्ने देखिएको छ। यो महिनामा तपाईँको बन्द भएको भाग्य पुनः सुचारू हुने सङ्केत देखिएको छ। तर ख्याल गर्नुपर्ने कुरा, हतारमा निर्णय नलिनुहोला, सम्बन्धमा लापरवाही नगर्नुहोला। सम्बन्धमा लापरवाही गर्नुभयो, सम्बन्धलाई, रिलेसनलाई त्यति ध्यान दिनु भएन, व्यवस्था गर्नुभयो भने यसले ठुलो तपाईँका लागि फेरि जीवनमा चुनौती ल्याउन पनि सक्छ। सबभन्दा पहिला त मङ्गल ग्रह मेष राशिमा तपाईँको पञ्चम भावमा रहनेछ। 5th हाउस तपाईँको एक्टिभ हुँदाखेरि तपाईँमा आत्मविश्वास बढ्ने देखिएको छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ, ज्ञान बुद्धि विवेक वृद्धि हुनेछ। 5th हाउस यानि कि ज्ञान बुद्धि विवेकको भयो हाउस होइन, ज्ञान बुद्धि विवेकमा वृद्धि हुनेछ र प्रेम भाव पनि हो पञ्चम भाव, त्यसैले प्रेम सम्बन्ध सक्रिय हुनेछ। पञ्चम भाव सन्तानको भाव हो, त्यसैले सन्तान पक्षबाट खुसी मिल्नेछ र नयाँ सृजनात्मक काम सफल हुनेछ। परीक्षा, प्रतियोगिता, प्रतिस्पर्धा, चुनावमा सहजै सफलता प्राप्त गर्न सकिनेछ। विशेष गरी तपाईँ मिडियाको क्षेत्रमा हुनुहुन्छ, युट्युबको क्षेत्रमा हुनुहुन्छ, खेलकुदको क्षेत्रमा हुनुहुन्छ, कला शिक्षणको क्षेत्रमा हुनुहुन्छ, सेना प्रहरीमा जान खोज्नु भएको छ, इक्जामहरू छन् भने राम्रो सफलता मिल्न सक्ने देखिएको छ। तर रिसका कारणले प्रेममा विवाद आउन सक्छ, सन्तानको चिन्ता हुन सक्छ, जोखिमपूर्ण लगानीले तपाईँलाई सताउन सक्छ। जोखिमपूर्ण लगानी नगर्नुहोला। अब सूर्य ग्रह वृष राशिमा जाँदा षष्ठम भावमा जान्छ। षष्ठम भावमा सूर्य ग्रहलाई पनि राम्रो मानिन्छ। शत्रुमाथि विजय, षष्ठम भावमा सूर्य ग्रह हुँदा शत्रुमाथि विजय, रोगमा सुधार र मेहनतको फल प्राप्त हुने समय र जागिरमा प्रगति मिल्ने सङ्केत देखेको छ। तर सँगसँगै कामको दबाव, जिम्मेवारी बढ्न सक्छ र आफूभन्दा अग्रजसँग केही झगडा पनि हुन सक्छ। अब बुध ग्रह जेठ 15 गतेबाट मिथुन राशिमा जाँदा सप्तम भाव एक्टिभ हुनेछ। सप्तम भावमा मिथुन राशिमा सोग्री हुँदा राजयोग बन्नेछ। त 15 गतेबाट फेरि राजयोग छ यहाँनिर धनु राशि हुने महानुभावहरूको लागि। नयाँ सम्बन्धहरू बन्नेछन्, वैवाहिक सम्बन्धमा आएका खटपटहरू समाप्त हुनेछन्, व्यापारिक साझेदारीबाट लाभ हुनेछ, वैवाहिक जीवनमा चाहिँ एकदम सुमधुरता छाउनेछ र सामाजिक प्रभाव पनि तपाईँको बढ्नेछ। तर तपाईँको दोहोरो किसिमको व्यवहारले भ्रम ल्याउन सक्छ, निर्णय परिवर्तन हुन सक्छ, अत्याधिक सोच तपाईँमा हुन सक्छ। समग्रमा धनुराशि हुने महानुभावहरूका लागि जेठ महिना शिक्षा र प्रेममा सफलताको महिना हो, करियरमा प्रगति हुने महिना हो, शत्रुमाथि विजय प्राप्त गर्न सकिने महिना हो, नयाँ सम्बन्धबाट लाभ हुने देखिन्छ अथवा नयाँ सम्बन्ध तपाईँ चाहिँ नयाँ सम्बन्धमा घाँसिन सक्नुहुनेछ, यात्राबाट लाभ हुनेछ, व्यापारलाई विस्तार गर्न सक्नुहुनेछ। अब एक एक चर्चा गरौँ। पहिला धनको विषयमा। आर्थिक पक्ष कस्तो रहला त भन्दा आर्थिक पक्ष राम्रो हुँदै जाने तपाईँका लागि देखिएको छ। विशेष गरी शैक्षिक क्षेत्र, व्यापार, अनलाइन काम, मिडिया, परामर्श, यात्रा सम्बन्धी काम, ल, वकिल जस्ता व्यक्तिहरूले धेरै लाभ लिन सक्नुहुनेछ आर्थिक मामलामा। र यहाँनिर अब स्वास्थ्यमा हेर्नु पर्दाखेरि स्वास्थ्यमा सामान्य गर्मीजन्य समस्याहरू हुन सक्ने देखिन्छ र रक्तचापका समस्याहरू, थकानका समस्याले सताउन सक्छ। तर पनि सूर्य षष्ठममा हुँदा पुरानो रोगमा भने सुधार आउने सङ्केत देखिएको छ। बिहान उठेर व्यायाम गर्नुहोस्, ध्यान गर्नुहोस् होइन। तामसिक भोजन भनेको चिल्लो चाप्लो खानाहरू र यो माछा मासु रक्सी जस्ता चिजहरूलाई अलिक कम गर्नुहोस्, सकेसम्म नखानुहोस्। यसले तपाईँको स्वास्थ्य बेटर रहनेछ।
विद्यार्थीहरूको लागि यो समय निकै शुभ देखिन्छ। मङ्गल पञ्चम भावमा आफ्नो राशिमा छ, त्यसले गर्दाखेरि कुनै पनि किसिमका परीक्षा प्रतियोगिता प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सक्नुहुनेछ। अध्ययनमा एकदम तपाईँ इनर्जीले युक्त भएर एकदम पठन पाठन गर्न सक्नुहुनेछ र केही न केही नयाँ कुरा सिक्ने क्षमता तपाईँमा चाहिँ अझ वृद्धि भएर जाने देखिएको छ। विशेष गरेर विद्यार्थीहरूको पनि विशेष गरेर कानुनको विषयमा हुनुहुन्छ, मिडियाको विषयमा हुनुहुन्छ, खेलकुद विषयमा हुनुहुन्छ, शिक्षण विषयमा हुनुहुन्छ, व्यवस्थापन सम्बन्धी विषयमा क्षेत्रमा हुनुहुन्छ भने विद्यार्थीहरूले अझ धेरै सफलता प्राप्त गर्न सक्नुहुनेछ। विद्यार्थीहरूले गर्नुपर्ने उपाय गुरुको सम्मान गर्नुहोस्, गणेशको पूजा गर्नुहोस्, बिहान अध्ययन गर्ने बानीको विकास गर्नुहोस्, एकदम राम्रो हुन्छ। यो महिना प्रेम सम्बन्धमा विशेष प्रभाव देखिन्छ। मङ्गल ग्रह पञ्चम भावमा हुँदा आकर्षण बढ्ने हुन्छ, नयाँ प्रेम सुरु हुन सक्ने हुन्छ र पुरानो सम्बन्ध पनि जोडिन सक्ने हुन्छ। तर तपाईँको रिस, तपाईँको जिद्दीपन र तपाईँका धेरै आशाले गर्दा सम्बन्ध बिग्रिन सक्छ। यदि तपाईँ विवाहित हुनुहुन्छ भने जीवनसाथीसँग एकदम ओपनली रूपमा चाहिँ कुरा गर्नुहोस्, खुल्ला रूपमा कुरा गर्नुहोस्, मनमा कुराहरू नखेलाउनुहोस्, सानो कुरालाई चाहिँ झैझगडाको विषय नबनाउनुहोस्। करियर तथा जागिरको विषयमा करियरमा नयाँ अवसरहरू तपाईँलाई प्राप्त हुने देखिएको छ, नयाँ जिम्मेवारी बढ्ने देखिएको छ, प्रतिस्पर्धामा सफलता मिल्ने देखिएको छ, जागिर परिवर्तनको योग पनि देखिएको छ। विशेष गरेर करियर जागिरमा चाहिँ शिक्षाको क्षेत्रमा हुनुहुन्छ, कानुन क्षेत्रमा, खेलकुद क्षेत्रमा, मिडिया क्षेत्रमा, प्रशासनको क्षेत्रमा हुनुहुन्छ भने धेरै राम्रो प्रगति हुन सक्ने देखिएको छ। अलिकति ख्याल गर्नुपर्ने कुरा आफन्त अग्रजसँग झैझगडा नहोस्, यो कुरा ख्याल गर्नु होला। व्यापार व्यवसायमा धनु राशिका लागि नयाँ ग्राहकहरू बढ्ने देखिएको छ। साझेदारी यानि कि पार्टनरसिपबाट लाभ हुने देखिन्छ। अनलाइन व्यापारबाट राम्रो हुने देखिन्छ। विदेशी सम्पर्कबाट फाइदा हुने देखिन्छ। एक देशबाट अर्को देशमा जाने कुरा होला, इनपुट आउटपुटका कार्यक्रम होला, हैन, व्यापार व्यवसायका कुरा होला, अथवा विदेशबाट अर्को देशमा जाने कुरा होला, एकदम राम्रो देखिएको छ। विशेष गरेर व्यापार व्यवसायमा शिक्षा, यात्रा, मिडिया, धार्मिक सामग्री, पुस्तक सम्बन्धी क्षेत्रमा एकदम व्यापारबाट लाभ हुने देखिन्छ। हैन, साझेदारलाई पूर्ण रूपमा विश्वास नगर्नु, पार्टनरलाई धेरै विश्वास नगर्नु यो जेठ महिनामा राम्रो होला। यात्राको विषयमा चर्चा गर्दाखेरि कहीँ कतै धार्मिक यात्रा हुने देखिन्छ, विदेशसँग सम्बन्धित यात्रा हुने देखिन्छ, कामको यात्रा हुने र प्रेम आफ्नो चाहिँ प्रेमीलाई भेट्न पनि तपाईँ कहीँ कतै यात्रा गर्ने यो देखिन्छ, अथवा प्रेमीको साथमा यात्रा हुन सक्ने सङ्केत छ। नयाँ यात्राबाट एउटा नयाँ अवसर तपाईँलाई प्राप्त हुन सक्छ। भाग्यले कति साथ दिन्छ भन्दै गर्दाखेरि यो महिना भाग्य मध्यमभन्दा राम्रो देखिन्छ। कर्म र बुद्धि मिलाएर काम गर्नुभयो भने सफलता निश्चित छ। शुभ रङ पहेँलो रातो रहेको छ। शुभ अङ्क 3, 9 रहेको छ। शुभ दिन बिहिबार मङ्गलबार रहेको छ भने मङ्गल ग्रह पञ्चम भावमा आफ्नो राशिमा, षष्ठम भावमा सूर्य ग्रह एकदम बलवान र सप्तम भावमा राजकारक बुध ग्रह, पञ्चम षष्ठम सप्तम तीनवटै ग्रह भाव एकदम एक्टिभ छ। आत्मविश्वास र प्रेम जीवन सक्रिय बनाउनेछ। सूर्य षष्ठममा हुँदा शत्रुमाथि विजय दिलाउनेछ। बुध सप्तममा हुँदा सम्बन्ध र व्यापारमा एउटा नयाँ अवसर ल्याउनेछ। त्यसैले धनु राशिका लागि जेठ महिना शिक्षा, प्रेम र करियरमा प्रगति गर्ने महत्त्वपूर्ण समय बन्न सक्छ। तपाईँले यो महिनाभर गर्नुपर्ने विशेष उपाय, तपाईले बृहस्पति ग्रहलाई शुभ बनाउनका निमित्त बिहिबार विष्णुको पूजा गर्नुहोस्, पहेँलो वस्तुहरूको दान गरिदिनुहोस्, गुरुको सम्मान गर्नुहोस्। मङ्गल ग्रहलाई बलियो बनाउनका निमित्त मङ्गलबार हनुमान चालिसाको पाठ गर्नुहोस्, रातो मसुराको दाल दान गरिदिनुहोस्, ओम क्राम क्रिम क्रोम सह भौमाय नमः मन्त्रको जप गर्नुहोस्। बुध ग्रहलाई शुभ बनाउनका निमित्त बुधबार गणेशको पूजा गर्नुहोस्, हरियो दाल चिजवस्तु हरियो वस्त्रको दान गरिदिनुहोस् र हरियो वस्त्रको प्रयोग गर्नुहोस्। धनु राशि भएका व्यक्तिहरूका लागि जेठ महिना प्रेम, शिक्षा, करियर र भाग्यसँग जोडिएको विशेष समय बनेर आएको छ। यदि तपाईँले जीवनमा धैर्य, अनुशासन र सही निर्णय अपनाउन सक्नुभयो भने तपाईँको जीवनमा ठुलो परिवर्तन हुनेछ। यो त थियो धनु राशि हुने महानुभावहरूका लागि 2083 साल जेठ महिनाको मासिक राशिफल। तपाईलाई मेरो प्रस्तुति कस्तो लाग्यो, जस्ताको त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, धेरैभन्दा धेरै शेयर गर्नुहोला। दैनिक राशिफल हेर्ने बानी छ भने तपाईले हरेक दिन बेलुका भोलिको राशिफल पूर्व तयारीका लागि आज बेलुका 6 बजे नै तपाईँको मोबाइल टिभी ल्यापटपमा आउँछ, यही एस्ट्रो टिभी नेपालमा, अथवा प्रत्येक दिन बिहान 5 बजे तपाईँको मोबाइल टिभी ल्यापटपमा केवल राशिफल मात्रै आउँछ। तपाईँले आफ्नो राशिफल दैनिक रूपमा चाहिँ हेरेर आफ्नो दिनलाई अगाडि बढाउन सक्नुहुनेछ। र यदि तपाईँ मलाई भेट्न चाहनुहुन्छ, चिनाट कुण्डली हेराउन चाहनुहुन्छ भने व्हाट्सएपमा जोडिएर लाभ लिन सक्नुहुनेछ। व्हाट्सएपमा तपाईँले मेसेज गरी आफ्नो टाइम लिन सक्नुहुनेछ। व्हाट्सएप नम्बर, भाइबर नम्बर 9821502108 9821502108 यो मेरो सम्पर्क नम्बर रहेको छ भन्दै बिदा हुने समय आयो। बिदा हुन्छु, नमस्कार।